अबको 15-20 दिन चाहिँ भेजिटेरियन हुने भयो क्या साथीहरू, किनकि कृष्णाष्टमी आउँदैछ। तपाईँहरू सबैलाई थाहै छ होइन। हाम्रो चाहिँ ससुरालीमा यसपालि कृष्णाष्टमीको मूर्ति पनि निकाल्ने भन्दै हुनुहुन्थ्यो क्या। त्यही भएर चाहिँ म यसपालि व्रत बस्नु पर्यो भनेर सोचिरहेको छु साथीहरू। तर कृष्णाष्टमीको व्रत कति दिन बस्नुपर्ने, के गरेर बस्नुपर्ने चाहिँ मलाई केही पनि थाहा छैन साथीहरू। त्यही भएर यो भिडियो हेर्दै हुनुहुन्छ भने मलाई चाहिँ कमेन्ट गरेर भन्नुहुनु ल साथीहरू, कसरी बस्नुपर्ने, कति दिन बस्नुपर्ने भनेर चाहिँ। मलाई चाहिँ फर्स्ट हो नि त मेरो कृष्णाष्टमीको व्रत, मलाई चाहिँ केही पनि थाहा छैन होइन। त्यही भएर कसैले चाहिँ 2 दिन बस्नुपर्छ, कसैले चाहिँ 3 दिन बस्नुपर्छ, के भन्नुहुन्छ क्या। म त कन्फ्युज भयो। अनि त्यही भएर चाहिँ म तपाईँहरूलाई सोध्दैछु साथीहरू, कमेन्ट गरेर भन्नु होला के कसरी बस्नुपर्ने। अनि मैले अस्ति यो पनिर चाहिँ अस्ति राखेको थिएँ क्या साथीहरू, ल्याएर फ्रिजमा, डिप फ्रिजमा। अनि यसो हेर्दा चाहिँ बिर्सेछु साथीहरू। अनि आज चाहिँ फ्रिज खोलेको ठ्याक्कै देखेँ। अनि चाहिँ आज लु मटर पनिर आलुको तरकारी बनाउनु पऱ्यो भनेर चाहिँ सोचेँ साथीहरू। अनि मैले निकालेर काटेको साथीहरू, डिप फ्रिजमा थियो नि त, अलिअलि अराडेको थियो। अनि काट्दै चाहिँ अलिअलि टुक्रा टुक्रा भयो साथीहरू। त्यही पनि मैले अलिकति तेलमा फ्राई गरेँ पनिरलाई होइन। त्यस पछाडि मटर र आलुलाई चाहिँ मैले अघि बोइल गरेर राखेको थिएँ। अनि त्यसलाई केलाई गरेर ठिक्क पारेर राखेँ। अनि अलिकति तेलमा प्याज फुर्याएर अनि त्यस पछाडि 2टा टमाटर काटेको थिएँ साथीहरू। टमाटर पनि हालिदिएँ, टमाटर हालेर मिठो हुन्छ नि त होइन। अनि हालेर चाहिँ अलिकति नुन र बेसार हालेर चाहिँ यसलाई भुट्दैछु साथीहरू। हेर्नु न यो कस्तो अक्रक्क परेको टमाटर छ हौ साथीहरू। अहिलेको सिजनको चाहिँ कति लपक्क हुन्छ है, अनि अहिलेको चाहिँ कस्तो जक्रक्क परेको हुन्छ। अनि त्यही भएर चाहिँ मैले यस्तो डाडुले चाहिँ कुच्याउँदैछु साथीहरू। यतिको भइसकेपछि चाहिँ मैले यो अदुवा लसुनको पेस्ट हालिदिन्छु साथीहरू। अदुवा लसुनको पेस्ट हालेपछि चाहिँ मिठो हुन्छ नि त स्मेल होइन। अनि त्यसलाई पनि एकछिन चलाएर भुट्छु साथीहरू। भुटेर अनि अघिको मटर आलुलाई चाहिँ जाना बनाएर त्यसलाई चाहिँ अनि मोलमाल गरेर चाहिँ हालिदिन्छु साथीहरू। त्यसलाई हालेर एकछिन फेरि चलाउनु पर्छ। अनि चलाएर धेरै ग्रेभी चाहिँ मन पर्दैन क्या साथीहरू। अनि त्यो बेसेहरूमा खाइन्छ नि मान्छेको, कति मिठो हुन्छ है मटर आलु पनिरको तरकारी हो। आज मैले त्यही तरकारी बनाउन आँटेको क्या साथीहरू। अनि त्यही भएर चाहिँ ग्रेभी टाइपको चाहिँ राम्रो हुन्छ भनेर मैले रस अलिकति हालेँ साथीहरू। मेरो चाहिँ बाबुलाई पनि दिनलाई ल्याएको क्या, ट्राई गराउनुलाई कस्तो हुन्छ भनेर। फर्स्ट टाइम मेरो बाबुले चाहिँ पनिर ट्राई गर्छ साथीहरू। खान्छ कि खाँदैन थाहा भएन, त्यस्तो धेरै खाने पनि होइन, 1-2 पिस हो। अनि त्यही भएर चाहिँ मैले आज बाबुलाई पनिर चाहिँ टेस्ट गराउन आँटेको साथीहरू होइन। 1-2 पिस चाहिँ मैले निकालेर राखेँ। त्यस पछाडि चाहिँ अरू मैले आफ्नै तरकारीमा हालेँ साथीहरू। अनि यो पानी हालिसकेपछि अनि खुर्सानीको धुलो अनि मसलाको धुलो पनि मैले अलिकति राखिदिएँ साथीहरू। त्यस पछाडि अलि एकछिन बोइल भएपछि चाहिँ मैले त्यो पनिरलाई पनि हालिदिएँ। त्यसपछि एकछिन उम्लेपछि चाहिँ मेरो तरकारी रेडी हुन्छ साथीहरू। अनि तपाईँको कसलाई चाहिँ यो मटर पनिरको तरकारी मनपर्छ कमेन्ट गर्नु होला। ल मेरो तरकारी चाहिँ पाकिसक्यो साथीहरू। अनि साथीहरू कृष्णाष्टमी कसरी गर्ने मलाई सिकाइदिनु न, लु कमेन्ट चाहिँ गर्नु होला। हस् त साथीहरू, बाई बाई। आजको भिडियो यति।